आज म बनाउँदैछु सोयाबिन र प्याजको अचार। यसको लागि थोरै सोयाबिन लिने अनि तातो पानीमा भिजाउने त्यसलाई एकछिन। यो भिजिसकेको छ। अब यसलाई सफा पानीमा पखालेर निचल्ने। अनि यो फ्राई गर्नको लागि रेडी भयो। यता थोरै तेल राखेर फ्राई गर्ने एकछिन। राम्रोसँग चलाउने। एकछिनमा रातो भयो अनि यसलाई एउटा भाँडोमा खनाउने। अनि यता एउटा प्यान बसालेर थोरै तेल राखेर टमाटर र लसुनलाई पनि फ्राई गर्ने। एकछिन ढाकेर राम्रोसँग पकाउने। अनि पाकिसकेको छ। अब यसलाई निकालेर पिस्ने, चटनी बनाउने यसको। अनि यही फ्राई गरेको सोयाबिनमा राख्ने। त्यसपछि प्याज राख्ने थोरै, धनियाँ राख्ने, अनि हरियो खुर्सानी राख्ने, थोरै रातो खुर्सानीको धुलो राख्ने, नुन राख्ने। अनि यता थोरै तेल बसालेर झान्नको लागि रेडी पार्ने। मेथी पाकिसकेको छ, थोरै बेसार राख्ने अनि यसलाई झान्ने। अनि थोरै कागतीको रस राखेर यसलाई राम्रोसँग मोल्ने। अनि रेडी भयो सोयाबिन र प्याजको अचार।